जय मातृभूमि नेपालमा प्यारा विद्यार्थी भाइ बहिनीहरू स्वागत गर्दछु म तपाईँहरू सबैलाई यस च्यानलमा जर्नलिजम एजुकेसन च्यानल हो यो। आज म यहाँहरूलाई कम्युनिकेसन ब्यारियर्सको बारेमा केही बताउन गइरहेकी छु, जसलाई नेपालीमा हामी सञ्चारको अवरोधहरू भन्दछौँ। सञ्चार भनेको त तपाईँहरूले थाहा पाइसक्नु भएको छ, सूचना आदान प्रदान गर्ने प्रक्रिया नै सञ्चार हो। सेन्डरले रिसिभरलाई जुन जानकारीहरू पठाउँछ अथवा रिसिभरले सेन्डरबाट जे जानकारीहरू प्राप्त गर्दछ अथवा एक ठाउँबाट अर्को ठाउँमा सूचनाहरू आदान प्रदान गर्ने प्रक्रिया सञ्चार हो भनेर हामीले बुझिसकेका छौँ। यसमा केही तत्त्वहरूको आवश्यकता पर्दछ: प्रेषक, प्रापक, मेसेज, च्यानल, इन्कोडिङ, डिकोडिङ, फिडब्याक, नोइज आदिहरू। त्यसमध्येमा नोइज अर्थात् अवरोध चाहिँ नचाहिने तत्त्व हो, तर यो सञ्चार प्रक्रियामा हुन्छ नै, र यसलाई चाहिँ हामीले सकेसम्म कम गर्नुपर्छ भन्ने गरिन्छ। थुप्रै सञ्चारका अवरोधहरू छन्, जस्तै यहाँ तपाईँले देखिरहनु भएको छ, मैले स्क्रिन सेयर गरिरहेको छु। फिजिकल ब्यारियर, भौतिक अवरोध; सेमान्टिक ब्यारियर, अभिप्रायगत अवरोध; साइकोलोजिकल ब्यारियर, मनोवैज्ञानिक अवरोध; टेक्नोलोजिकल ब्यारियर, प्राविधिक अवरोध। यसको बारेमा हामी केही डिटेलमा अलिकति हामी पढ्ने कोसिस गर्दैछौँ, जान्ने कोसिस गर्दैछौँ है त। के भन्छ भन्दा, ब्यारियर टु कम्युनिकेसन, सञ्चारका अवरोधहरू के हो भन्दा, सञ्चार प्रक्रियामा भन्ने गरिन्छ कि पूर्ण सफल सञ्चार सम्भव छैन। जस्तो कि अघि मैले यहाँलाई भने, प्रेषकले जब पनि आफ्नो सूचनाहरू प्रापकलाई पठाउँछ, त्यो चाहिँ 100% 100% पुग्दैन अथवा बुझ्दैन, विभिन्न अवरोधहरूले गर्दा भन्ने गरिन्छ। प्रेषकले आफ्नो लक्षित वर्गलाई सन्देश पठाउँदा अथवा प्रापकले ती सन्देश प्राप्त गर्दा विभिन्न किसिमको बाधाको सामना गर्दछ। अघि हामीले जुन हेर्यौँ अवरोधहरूका प्रकारहरू, ती मध्ये केही न केहीले असर गरिरहेको हुन्छ। त्यो असर चाहिँ प्रेषकलाई मात्र होइन, प्रापकलाई मात्र होइन, पठाउने प्रेषकलाई पनि गरिरहेको हुनसक्छ अथवा पाउने प्रापकलाई पनि गरिरहेको हुनसक्छ। सञ्चारको भाषामा यसलाई अवरोध भनिन्छ, बाधा भनिन्छ, होइन, डिस्टर्बेन्स भनिन्छ, नोइज भनिन्छ। यसको विभिन्न टर्मिनोलोजीहरू छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू नझुकिनु होला। सञ्चार सफल बनाउनका लागि यस्ता अवरोधहरूलाई घटाउने कोसिस गर्नुपर्छ। जस्तो कि अघि मैले भने, 100% डिलिट गर्न सम्भव छैन, किनभने कि त प्रेषकमा कि प्रापकमा केही न केही बाधाहरूले असर गरिरहेको हुन्छ। तर सञ्चार प्रक्रियालाई सफल बनाउनको लागि प्रेषकले प्रापकलाई पठाएको कुराहरू राम्रोसँग बुझोस् र जुन उद्देश्यले प्रेषकलाई प्रापकलाई पठाइरहेको छ सूचना, त्यो प्रापकले सोही उद्देश्यले चाहिँ आत्मसात गरोस् भन्नको लागि चाहिँ अवरोधहरूलाई सकेसम्म धेरैभन्दा धेरै चाहिँ घटाउने कोसिस गर्नुपर्दछ। किनभने यस्ता अवरोधले सञ्चारलाई बिथोल्ने गर्दछ। अवरोध विभिन्न किसिमको हुन्छ, अघि हामीले नाउँ पढिसक्यौँ। यहाँ फेरि हेर्नु होला, सञ्चारका अवरोधका प्रकारहरू चाहिँ भौतिक अवरोध, अभिप्रायगत अवरोध, मनोवैज्ञानिक अवरोध, प्राविधिक अवरोध भनेको के हो भन्दाखेरि, भौतिक अवरोध भनेको स्थान हो, हल्ला, शारीरिक क्षमता हो, भौतिक अवस्थाहरू टाढा हुन सक्छ, होइन। सेन्डरले प्रापकलाई रिसिभरलाई केही भनिरहँदा उनीहरूको दूरी धेरै टाढा छ भन्ने बुझिँदैन। त्यो दूरी चाहिँ फेस टु फेसको दूरी पनि टाढा हुनसक्छ। म यतातिर छु, अलि धेरै टाढा छ मैले केही सूचना दिन खोजेको प्रापक भने, अथवा मैले यदि कुनै टुल प्रयोग गरेको छु भने टुल त्यो पनि धेरै टाढा छ भने पनि राम्रोसँग नेटवर्क लाग्दैन भन्ने गरिन्छ, होइन। अनि जस्तो अहिले मैले यहाँहरूसँग आफ्नो इन्फर्मेसन सेयर गरिरहेको छु, र बाहिर गाडीहरू हिँडिरहेको छ, त्यो पनि हल्लाहरू हुन्छ त्यो, होइन। अनि शारीरिक अवस्था, क्षमता, कहिलेकाहीँ कसैलाई टाउको दुखिरहेको हुन्छ, कुनै किसिमले तनावमा हुन्छ भने त्यो पनि भौतिक अवरोधभित्र पर्दछ। यसले पनि हाम्रो सञ्चार प्रक्रियालाई डिस्टर्बेन्स गर्छ। अभिप्रायगत अवरोध भनेको चाहिँ के हो भन्दाखेरि, शब्द, वाक्य, भाषिक संरचना। अब मैले यहाँहरूलाई तपाईँहरूले नबुझ्ने भाषामा केही सूचना पठायो भने बुझ्नुहुन्छ त बुझ्नुहुन्न नि, अथवा मैले सेम ल्याङ्ग्वेज हामी प्रयोग गर्छौँ र त्यसमा पनि मैले क्लिष्ट खालको शब्दहरू प्रयोग गरेँ भने, होइन, भाषिक संरचना अलिकति क्लिष्ट खालको प्रयोग गर्यो भने पनि नबुझ्न सक्छ, त्यो अभिप्रायगत भयो। अनि मनोवैज्ञानिक अवरोध भनेको यो चाहिँ अलिकति कस्तो नामै मनोवैज्ञानिक बुझ्नु, मनोवैज्ञानिक मतलब कसैले केही कुरामा विश्वास गरिसकेको छ भने उसलाई अब त्यो कुराबाट हटाउन गाह्रो छ। जस्तै कसैले अँध्यारोमा
कुनै डोरीलाई साँप देखिसकेको छ भने बत्ती बालेर उसलाई त्यो साँप होइन डोरी हो भने नदेखाउन्जेलसम्म उसको त्यो मनमा जुन बिलिभ धारणा गरेको छ त्यसलाई हटाउन गाह्रो हुन्छ। त्यसले गर्दा पनि सञ्चारमा अवरोध हुन्छ। र प्राविधिक भनेको चाहिँ यान्त्रिक गडबडी, अब तपाईँले कुन टुल प्रयोग गर्नु भइरहेको छ त्यसमा विभिन्न किसिमको गडबडी आउन सक्छ। अनि यदि तपाईँले युज गरेको टुलको बारेमा तपाईँहरूलाई केही राम्रोसँग जानकारी छैन, सिपको अभाव छ भने पनि त्यसले पनि के गर्छ त हाम्रो सञ्चार प्रक्रियामा अवरोध गर्दछ। र यो सञ्चारको अवरोध पनि एउटा तत्त्व हो सञ्चार प्रक्रियाको, तर यो चाहिँ अनावश्यक तत्त्व हो खासमा। तर यसलाई पुरै हटाउन सकिँदैन, सकेसम्म यसलाई चाहिँ घटाएर सञ्चार प्रक्रिया सफल गर्ने कोसिस गर्नुपर्दछ भनेर भन्ने गरिन्छ। अब त्यसको बारेमा मैले डिटेलमा यहाँ लेखेको छु। भौतिक अवरोध भनेको फिजिकल ब्यारियर। सञ्चार प्रक्रियामा यदि भौतिक कुराहरूले बाधा गर्छ भने त्यसलाई भौतिक अवरोध भनिन्छ। प्रेषक र प्रापक एक आपसबाट धेरै टाढा छ भने अथवा उनीहरूको वातावरणमा हल्ला व्याप्त छ भने, त्यसै गरी प्रेषक र प्रापक मध्ये कोहीमा शारीरिक असक्षमता छ भने पनि सञ्चार क्रियामा बाधा उत्पन्न हुन सक्छ। अभिप्रायगत अवरोध सेमान्टिक ब्यारियर यो भनेको प्रेषकले पठाउने सन्देशमा भएको अर्थ वा भाव हो होइन। जस्तै यदि प्रापकले दिने सन्देशमा प्रापकले नबुझ्ने शब्द वा भाषाको प्रयोग गरेको छ भने प्रापकले सन्देश बुझ्दैन, जसले गर्दा सञ्चार प्रक्रियामा नकारात्मक असर पर्दछ। सञ्चार प्रक्रियामा नकारात्मक असर पर्दछ भनेको प्रेषकले पठाएको सूचनालाई प्रापकले राम्रोसँग बुझ्दैन। प्रेषकले सन्देश सम्प्रेषण गर्दा जहिले पनि आफ्नो लक्षित वर्गको पहिचान गरे सोही अनुरूपको सामग्री सम्प्रेषण गर्दछ। यो भनेको के हो त टार्गेट ग्रुप। सेन्डरको टार्गेट ग्रुप के हो भन्ने बारेमा सेन्डर क्लियर हुनुपर्छ। जस्तै अब अहिले यो कुन विषयको पाठ्यक्रम हो त, यो खासमा कक्षा 11 प्लस 2मा पनि 11 क्लासमा रहेको पाठ्यक्रम हो। त्यस कारण हामीले के गर्नु पर्यो त 11 क्लासको विद्यार्थीहरूको मनस्थितिले बुझ्ने, त्यसलाई क्याच गर्न सक्ने खालको शब्दहरू प्रयोग गर्नु पर्यो होइन। अब यदि यही टपिक चाहिँ एमएमा वा पिएचडीमा छ भने त्यो अलिकति डिफ्रेन्ट ढङ्गबाट बनाउनु पर्ने हुन्छ भने यो भनेको चाहिँ के त अभिप्रायगत अवरोध भयो। यसपछि नेक्स्टमा के छ त मनोवैज्ञानिक अवरोध साइकोलोजिकल ब्यारियर। कहिलेकाहीँ प्रेषकले दिएको सन्देश प्रापकले पूर्वाग्रहको कारणबाट, मतलब यो नै ठिक हो भनेर हट लिएर बसिरहेको अवस्थामा त्यसलाई पूर्वाग्रह भन्छ नि, एउटा बिलिफ सिस्टम हुन्छ मान्छेहरूको हो, त्यो पूर्वाग्रहको कारण पनि नबुझ्ने देखिन्छ। प्रापकको एक किसिमको विचारमा अटल विश्वास रहेको छ भने प्रेषकले दिएको नयाँ सोचलाई अङ्गीकार गर्न नचाहनाले यस्तो स्थिति आइपर्न सक्छ। यो जटिल प्रकारको रहने गर्छ र अलिकति कन्भिन्स गर्नुपर्ने हुन्छ, धेरै कुराले बुझाउनु पर्ने हुन्छ। यो चाहिँ अलिकति जटिल प्रक्रिया हो भनेर भन्ने गरिन्छ। र अर्को छ प्राविधिक अवरोध यानि कि टेक्नोलोजीको ब्यारियर। सञ्चारमा आवश्यक पर्ने, अब अहिलेको सञ्चार त टेक्नोलोजी बिना सम्भव छैन, यहाँहरूलाई पनि थाहा छ होइन। फेस टु फेस बोलेर मात्र पनि सम्भव हुँदैन। अब त्यो पनि एडभान्स किसिमको आइसकेको छ भने त्यो प्राविधिक ज्ञान हुनु जरुरी छ। सञ्चारमा आवश्यक पर्ने प्रविधिको अभाव अथवा उक्त प्रविधि सञ्चालनको ज्ञान र सिप भएन भने पनि सञ्चार प्रक्रियामा बाधा उत्पन्न हुन सक्छ। आजको समयमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा यो पनि एक अवरोध बन्न सक्ने सम्भावना बढ्दो देखिएको छ भनेर यसरी भनिएको छ। र यहाँहरूले चाहिँ मलाई आशा छ यहाँहरूले सञ्चारको प्रक्रियामा जुन तत्त्वहरू छ त्यसमा आउने अवरोधहरू बाधाहरूको बारेमा बुझ्नुभयो होला। भाइ बहिनी, थ्याङ्क यू फर वाचिङ दिस च्यानल, किप वाचिङ, थ्याङ्क यू भेरी मच। जय मातृभूमि नेपाल आमा।